नमस्कार, नेपाल अपडेट टिभीमा तपाईँलाई स्वागत छ। आज हामी एउटा गम्भीर र संवेदनशील विषयमाथि कुरा गर्दैछौँ। के अहिलेको नेपालको अवस्था विदेशी हस्तक्षेपकै परिणाम हो त? सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै कुरा सुनिन्छ। नेपाल अब अरूले चलाइरहेका छन्। साँचो के हो? हो, नेपालमा विदेशी प्रभाव छ। भारत, चीन, अमेरिका जस्ता शक्तिशाली देशहरू आआफ्नो स्वार्थअनुसार राजनीति, अर्थतन्त्र र कूटनीतिमा प्रभाव पार्न खोजिरहेका छन्। ठूला परियोजना, ऋण, अनुदान र केही नेतासँगको नजिकको सम्बन्ध यसका उदाहरण हुन्। पर नेपाल अपडेट टिभीले यहाँ एउटा सिधा प्रश्न सोध्न चाहन्छ। के विदेशीले जबरजस्ती हस्तक्षेप गरेका हुन् कि हामी आफै कमजोर बनेका हौँ? जब देशभित्र सरकार अस्थिर हुन्छ, नेताहरू सत्ता र स्वार्थमा डुब्छन् र जनताको आवाज कमजोर बन्छ, त्यति बेला विदेशीले मौका पाउँछन्। सरल भाषामा भन्ने हो भने ढोका हामीले खोलेका हौँ, भित्र अरू पसेका हुन्। त्यसैले अहिलेको अवस्था विदेशी हस्तक्षेप मात्र होइन, हाम्रो आन्तरिक कमजोरीको नतिजा पनि हो। अब समाधान के हो? समाधान दोष थोपरेर आउँदैन। समाधान आउँछ सचेत नागरिकबाट, सही नेतृत्वको छनौटबाट र युवाको सक्रिय भूमिकाबाट। यदि हामी सुध्र्यौँ भने नेपाललाई कसैले पनि खेलौना बनाउन सक्दैन। नेपाल अपडेट टिभीबाट यति सन्देश। देश बचाउने जिम्मा बाहिर होइन, हामी भित्रै छ। धन्यवाद। नेपाल अपडेट टिभीसँग जोडिरहनुहोस्।